झन्डै मऱ्यो हामी नाकमुख चाहिँ देख्न पाएन रुम जाँदैछु सेकेन्ड टाइम हुन्छ मेरो चाहिँ कुमार सागरको म चाहिँ काठमाडौँ आएर चाहिँ कहिले पनि कन्सर्ट गएको थिइनँ अनि आज फर्स्ट टाइम जाँदैछु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ भान्जा र म यहाँ आमा घरबाट रुम जाँदैछु यता विवान हामी कहाँ थियौँ रे हामी कहाँ थियौँ हामी बुढी घर आएको थियो होइन आमाको घर बाजेको घर होइन अब चाहिँ हामी रुम जाँदैछौँ हामी चाहिँ रुम गएर आज कन्सर्ट जाने भनिरहेको छौँ अब के हुन्छ सागरको सेकेन्ड टाइम हुन्छ मेरो चाहिँ कुमार सागरको यहाँ मजा भयो कि भएन यहाँनिर मजा भयो है बल खेल्न पायो है टक्क गर्न पायो टिभी हेर्न पायो अनि अब चाहिँ यहाँ मेरो साथी पनि आएको छ त्यसलाई भेट्न जाँदैछौँ आउ होल्ड माई ह्यान्ड साथी अनि त्यहाँ त्यो व्हाइट लुगा लाएर बसिरह सिसिरहनु आनी भन्नुहोस् विवानको बल यहाँ छ उसले चाहिँ बल कहीँ छोडाउँदैन जहाँ गए पनि उसले बल बोक्नै पर्छ यस्तो खोलाको साइडमा हिँड्दैछु चाहिँ अब मान्छे भेटिसक्यौँ यिनी यस्ती छिन् हिँड न हिँड हेलो हेलो बाबा चाहिँ त्यस्तो चलाउनु पर्छ है यस्तो बिर्सिरहेको हामी चाहिँ रुम जाँदै चाहिँ बाइकमा रुम जाँदै मामा भन्छ रुम जाँदैछु अहिले चाहिँ हामी चाबे लाग्यो भन न हामी चाहिँ चाबेलमा छौँ पानी पनि लागेको छ घाम लागिरह जाँदैछु घामले पोलेर मर्ने बेला भएको बेलामा यसरी जाम छ हाम्रो यो चाबेलमा हो हामी त यहाँ चाहिँ पुरा निन्द्रा लाग्यो रे है बल्ल बल्ल जाम खुल्यो अब चाहिँ हल्का हावा we are in Bauta Bauta रे चाबेल A few moments later. हामी चाहिँ कन्सर्टमा हिँडिसक्यौँ यता मेरो दिदी हुनुहुन्छ अनि तुफान पनि छ तुफानलाई चाहिँ थाहा छैन म आउँदैछु भनेर दुईजना मात्रै जाने भनेर लास्टमा मनी एडभान्स त्यसले मलाई अघि नै जाम त भन्थ्यो म आउँदिनँ म मामा घरमा छु भनेर भनेको थिएँ तर पछाडि फेरि म आएँ त्यही हो अब एकचोटि हामी म गएर देखाउँछौँ के कस्तो हुन्छ भनेर चाहिँ एल्लोमा आउटफिट मेरो चाहिँ यस्तो छ See you there. म चाहिँ काठमाडौँ आएर चाहिँ कहिले पनि कन्सर्ट गएको थिइनँ अनि आज फर्स्ट टाइम जाँदैछु अनि तुफान भाइले अस्ति नैदेखि जमजम भनिरहेको थियो कि अनि आज चाहिँ कुमार सागर एक्सेस ब्यान्ड अनि अर्को खोइ तीनवटा ब्यान्डको चाहिँ कन्सर्ट छ अनि भाइ हामी जाँदैछौँ भाइ चाहिँ त्यहाँ तुफानले चाहिँ छिटो आउनु भनेर कल गरेछ मलाई भाइ आउँछ भनेर चाहिँ उसलाई चाहिँ थाहा छैन तुफान चाहिँ हामीलाई वेट गरेर चाहिँ म थाहा छैन जान्छु भनेर अनि अब म चाहिँ यहाँ लुकेर बस्छु अनि
पूजा नि अहिले पूजालाई कल गरेको पूजा नि आउने भयो अनि त्यही भएर अब पूजालाई पनि वेट गर्नुपर्ने हुन्छ म चाहिँ यहाँनिर एकछिन दिदी पुग्नु जानुहुन्छ अनि म जान्छु दिदी चाहिँ उहाँ जाँदै हुनुहुन्छ आइरहनु तुफान कहाँ छ तुफान चाहिँ त्यहाँ छ तुफान र दिदी मलाई देखेकै छैन अब म चाहिँ जान्छु यता पछाडिबाट तुफानले मलाई देखेको छ हेलो तपाईँकोले ढिलो गर्नु किन उता गएको उता उता कहाँबाट आएको यो कन्सर्ट भनेर नि कन्सर्ट अब यता होइन त कन्सर्ट यता कता खोइ कता यताबाट जाने हो क्या हामी चाहिँ भेट भइसक्यौँ अब अर्को एकजना नि आउँदैछ को सरप्राइज त्यो पनि हामी यहाँ मान्छेलाई वेट गर्दा गर्दा मनेला भइसक्यो उर्वी साह्रो मनेला भइसक्यो कति भइसक्यो उसले वेट गरेको होइन तुफान हो एकदम धेरै कति भयो कति भयो वेट 1.5 गरेको घन्टा हुन आँटिसक्यो यता चाहिँ यति धेरै मान्छेहरू छ यति धेरै मान्छेहरू छ सरप्राइज आइसक्यो यसलाई थाहा थिएन कि कहाँबाट दिदी कहाँबाट जाम बाई बाई हामी एकैचोटि कन्सर्ट तपाईँहरू पहिले आउँछ हो कन्सर्ट हुन्छ थाहा थियो आज कि कहिले हामी चाहिँ यहाँ हिँड्दै हिँड्दै जाँदैछौँ हामी चाहिँ यहाँ लोकेसन हेर्दै हेर्दै जस्तो बाटो जाँदैछौँ हाम्रो 3 जनाहरू थ्याङ्क यू हामी चाहिँ आइसक्यौँ अब हेलो एक्साइटेड गाइज एक्सिस ब्यान्डले चाहिँ पर्फर्म गरेको हुनु ऊ चाहिँ अनएक्सपेक्टेडली आइपुगिरह यता भिड देख्न सक्नुहुन्छ 2 जना हामी त सरप्राइज गेस्ट हो यिनीहरूले हामीलाई बोलाएको कि इन्भिटेसन दिएको आउँदै हो हामी चाहिँ यहाँ अपोजिट डिरेक्सनमा आएछौँ यता चलिरहेछ हामी चाहिँ यहाँ रङ डिरेक्सनमा आएछौँ अपोजिट साइडमा अनि त्यही भएर हामी चाहिँ अब यता कता अगाडि भर्याङ छ अरे भर्याङबाट जान पर्ने अरे त्यही भएर हामी जाँदैछौँ बाहिर निस्किसक्यौँ अब चाहिँ हामी खाजा खाएर जान्छौँ गर्नु पऱ्यो साथी झन्डै मऱ्यो हामी नाकमुख चाहिँ देख्न पाएन होइन पूजा कि देखिस् तैँले मैले हल्का देखेँ हल्का देखेर हुन्छ तँलाई जितेन भन्दा तँभन्दा त मै ठुलो छु ल फेरि हामी चाहिँ बाहिर निस्किसक्यौँ पसिनै पसिना भइरहेको सबै भिजेर यस्तो छ यहाँदेखिको वहाँसम्म लाइनै लाइन छ मैले हामी बिचतिर गएको थियौँ त्यहाँ त यति धेरै क्राउड थियो घरिघरि उफ्री त मुभमेन्ट हुँदाखेरि चाहिँ हावा आउनै नत्र त्यस्तै हो Guys, everyone is so tired and त्यसै चाहिँ फर्किनलाई डिसिजन लिँदैछ अनि त्यहाँ चाहिँ
हो यस्तै भइरहेछ म चाहिँ भ्लग बनाइरहेको हामी चाहिँ यहाँ चटपटे खानु आएको छौँ हामी चाहिँ फर्किने क्रममा छौँ खाली खुट्टा हिँड्ने मेरो यहाँ खुट्टा पोलेर मनाएर भएको छ नयाँ ट्रेकिङ जानु भनेर किनेको सुज के गर्नु महँगो हो पूजा झन् मभन्दा महँगो छ भनेर 3-4 हाम्रो स्पेसल चटपटे आइसक्यो खाँदैछ। मैले त कहिले पनि हालेको थिइनँ नि त्यसलाई इन्स्ट्यान्ट हाल्नु आउँदैन त्यही भएर सिकाउँदैछौँ हामी। सो गाइज हामी चाहिँ फर्किसक्यौँ अनि यता यस्तो हालत छ। अब मेरो चाहिँ फर्स्ट एन्ड लास्ट काउन्टर नै यही हो। यस्तो हालत हिँड्नुपर्छ यो जुत्ता हातमा खुट्टा मेरो फाटिसक्यो सबै। तुफान चाहिँ उही छ अनि तुफान चाहिँ इन्ड्राइभ गरेर आउँछ। हामी चाहिँ यहाँनिर पूजा म दिदी चाहिँ आइसक्यौँ। अब चाहिँ मेरो भिडियो यहीँ एन्ड गर्छु चार्ज छैन 9:20 भइसक्यो। अब चाहिँ हामी 5 मिनटमा रुम पुग्छ। सो दिस मच इज फर टुडे थ्याङ्क यू फर वाचिङ सी यु इन नेक्स्ट ब्लग बाई बाई।